मित्रहरू नमस्कार। ल हेर्नुस् हाम्रो गाउँको हाल खबर कति मनोरम छ। ल हेर्नुस् यति रमाइलो छ, यति मनमोहक छ। ल हेर्नुस् आफ्नै ठाउँमा आफ्नै रमणीय स्थलमा पो हैन, हामी जन्मेको ठाउँमा हामीले यसलाई केही गर्नुपर्छ। अहिलेको भ्रष्ट दलाली तन्त्रबाट पनि यसलाई निकालेर अब हामीले यसमा कमसेकम पर्यटकीय गन्तव्य बनाउनु पर्छ। साथीहरू हेर्नुस् यो कहाँ छौँ हामी हेर्नुस्। तपाईहरुले चाहिँ बताउनु होला, यो यस्तो मनोरम ठाउँ छ हैन। मधेस बस्ने साथीहरूले पनि हेर्नुस्, जो यो भूमिमा बस्न जन्मिने र जन्मेर गएका साथीहरूले हेर्नुस् है, यो अहिलेको हालत यस्तो छ। ल हेर्नुस् ल हेर्नुस्।